पैसाको खाँचो पऱ्यो गाइस, पैसाको खाँचो पऱ्यो। हेलो एभ्रिवान, नमस्ते सबैजना, स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ गोन्दा छ, फेरि राइडिङ हाल्नु लाग्नु भएको छ। आज चाहिँ हामी गइरहेको छौँ दुबईको लागि कुरा गर्न मेन पावरमा है। भिडियो जाने हो त दाइ, म त नजाउँ सोचिरहेको छु दाइ। हामी चाहिँ आज चाहिँ विदेशको लागि दुबईको लागि कुरा गर्न गइरहेको, डिमान्ड आइरहेको छ, त्यो हुनाले त्यसको लागि स्पेसली कुरा गर्न गइरहेको। सो जाउँ, बुझौँ के रहेछ, कसो रहेछ कन्डिसन, कतिको स्यालेरी दिने रहेछ, कतिको के दिने रहेछ त्यो बुझौँ। त्यहाँपछि अनि जाने कि नजाने त्यस्तो थाहा हुन्छ। म त नजाउँ सोचिरहेको छु दाइ, जानु नि पक्का। मलाई तल विदेश जान त मन छैन है, त्यही पनि भाइको लागि भनेर गइदिरहेको छु म बुझ्न खासमा। भाइ वाह के साह्रो ट्राफिक हो यहाँ। लाइसेन्स निकाल्नु छ त यार मैले पनि यार। अब यहाँ आएर फर्म सम यताउति धेरै भाङभुसडा गर्नु छ। सो यो चाहिँ हाम्रो यातायात कार्यालय हो है, यातायात कार्यालय हेर्नु सक्नुहुन्छ। यो भने सर्टको बटन यस्तो ओपन के भयो यहाँ नै, यो भिड के को भनेको फर्म भन्नुको लागि, फर्म भन्नुको लागि यस्तो भिडभाड। पैसाको खाँचो पऱ्यो गाइस, पैसाको खाँचो पऱ्यो। मन नभउने विदेशतिर भाग्ने कन्डिसन आयो। यो भाइको देख, यो भाइ धनगढीमा पनि यति पपुलेसन बढिसक्यो कि आम्मा। धनगढीले सानो सहर नठान्नु है, धेरै ठुलो भइसक्यो, भना भइसक्यो। मलाई चाहिँ खासै बाइक चलाउन चाहिँ आउँदैन है। बाइकमा चाहिँ म लगभग बिगिनर नै हुँ, मलाई राम्रोसँग चलाउन आउँदैन। त्यो हुनाले म बाइक चलाउँदैन। गोन्दाईसँग लाइसेन्स छ, लाइसेन्स भएको मान्छे जहिले गोन्दा चलाउनुहुन्छ। डोन्ट माइन्ड, एक दिन म पनि सिक्नेछु, मैले पनि घुम्न आउनेछु। यो चाहिँ नास कलेज हो हाम्रो, यहाँ चाहिँ स्टुडेन्टहरू छन्। नास कलेज मेन चाहिँ यो भित्र छ, यो गल्लीको भित्र। अहिले चाहिँ म यता हिँडिरहेको छु। यो हाम्रो नवजीवन हस्पिटल है, यो हाम्रो नवजीवन हस्पिटल। अनि अब चाहिँ हामी शहीद गेट पुगिरहेको छौँ। शहीद गेट पनि पुग्न अब धेरै छैन गाइस। शहीद गेट हो, निर्माण व्यवसाय गेट हो यो त। शहीद गेट त उता पो भयो है। चलो रातो पुल धनगढी 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 धनगढीको मेन सिटी यस्तो छ प्रायः। पब्लिसिटी दिन कोही आउने गाइस, पब्लिसिटी। यो बसपार्क छिर्ने बाटो यो हो खासमा। हाम्रो धनगढी पनि यस्तो प्रगति भइसकेको छ हेर्नु। धनगढीले सानो सहर भन्ने गल्ती चाहिँ नगर्नु होला। मैले भन्छु त एउटा बाइक किन्नु के दाइ, मसँग लाइसेन्स भयो मैले किन्थेँ दाइ यार। साला किडनी बेचेर भए पनि किन्थेँ मैले। सो गाइस हामीले चाहिँ दुबईको लागि बुझेर आएँ। स्यालेरी चाहिँ 80,000 प्लस थप ओटी गरेको चाहिँ अझ एक्स्ट्रा पाउने। 80,000 चाहिँ चोखे बच्छ भन्यो। मलाई त मन छैन। के छ गर्दा हजुरको इच्छा जाने हो र? घरमा हेर्नु पर्यो, यता यता हेरेर भन्नु न, यता क्यामेरामा हेरेर घरमा सुत्नु पर्यो। मलाई त मन छैन है, सिधा कुरा मलाई त मन छैन। एक त त्यहाँ मलाई गलत जज गरिरहेको छ नि, जो मलाई मन परेको छैन। म त जाँदैन, फिक्स हो, जाँदैन म। बरु त्यस्ता डिमान्डहरू पछि तमाम आउँछन्।
हुन पनि म तिहारभन्दा अगाडि ननिस्किने प्लानमा थिएँ र त्यही पनि गन्दाको जित्तीले एकचोटि गएर बुझ्दै मलाई बुझिदिएको जो मलाई ठिक लागेन मन परेन। सो अहिले चाहिँ हामी यहाँ बाइक धुन आएको छौँ यहाँ उता दाइको ब्याग लिएर आएको यो चाहिँ हल्का फोहोर छ त्यसले योलाई हल्का वास गरेर अनि गइन्छ होला घर अनि त्यस्तै हो कहानी। सो भिडियो मन परेर लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सनु। यति भन्दै आजको लागि बिदा लिन चाहन्छु। नेक्स्ट भिडियोमा फेरि भेट्नेछु अहिलेको लागि सी यू।